नमस्कार। स्वागत छ हजुरलाई। हजुर वेलकम। हिजो आज नेपालमा के भइरहेछ? अब राजावादीहरूको आन्दोलन चलिरहेछ होइन। अब राजावादीहरू अब देशमा राजा ल्याउँछौँ भनिरहेछन्। अब खै अब देश कतातिर जान्छ के थाहा। यो सम्बन्धी तपाईँलाई के गुनासो छ? मलाई लाग्छ 240 वर्षमा अब देशलाई शोषण गरेको राजा फर्केर जस्तो मलाई लाग्दैन। राजा आउनु ठिक छ त? ठिक छैन। अब राजाको सन्तानै ठिक नभए, पारस पनि छोरो पनि ठिक नभएको हुनाले राजा आउला जस्तो कदापि लाग्दैन। के तपाईँको पार्टी ठिक छ त? काङ्ग्रेस ठिक छ त? काङ्ग्रेस एक लोकतान्त्रिक पार्टी हो, पुर्खा पार्टी हो। अब काङ्ग्रेसमा युवाहरू नेताहरू गगन थापा, विश्वप्रकाश शर्माहरू अगाडि आयो भने सायद केही हुन्छ, केही भन्छ। भोलिको दिनमा केही होला जस्तो छ? काङ्ग्रेस अगाडि बढ्यो भनेपछि केही होला जस्तो छ? काङ्ग्रेस पनि अब युवाहरू जस्तै अब बालेन शाह, हर्क, गोपै अमाल जस्ता साथीहरू, अब युवा केटाहरू नेताहरू अगाडि आउनुभयो भने अनि यिनी राजाभन्दा यिनी अझै राजा भएर आउलान्। अहिले चलिरहेको एमाले पार्टी सम्बन्धी तपाईँलाई केही गुनासो छ? एमालेमा अब ओली तन्त्र अब ह्याबी छ। अब एकतन्त्री शासन चलिरहेछ जस्तो देखिन्छ। एमालेमा त्यति छैन। भीमरावलाई पनि अब पछाडि पारे हुनाले एमालेहरू त्यति अगाडि छ जस्तो मलाई लाग्दैन। कहिलेसम्म हामी बेरोजगार झोला बोकेर इन्डिया धाउने त? अब देशमा कल कारखाना सबै काङ्ग्रेसले बेची खायो भन्छन्, आरोप लगाउँछन्। अब त्यही भएर पनि अब यसको मुख्य दोष काङ्ग्रेसमा गइरहेछ। भनौँ अब भोलि अब बालेन शाहहरू आउनुभयो भने अब अहिले पुस्तक बेचेर महावीर पुनहरू होइन, महावीर पुनले अब कारखाना खोल्छु भन्नेमा छ। हेरौँ अब भोलि कस्तो हुन्छ। अब के छ, काम गर्नेलाई काम गर्न दिनुपर्छ भन्ने तपाईँको भनाइ? काम गर्ने विशेष गरी काम गर्यो भने अब शीर्ष यिनी बुढा नेताहरू, शीर्ष नेताहरूले सन्यास नलिँदासम्म देश बन्ला जस्तो मलाई लाग्दैन। ठिक छ, धन्यवाद हजुरलाई। वेलकम सर।